गुड मर्निङ। यो चाहिँ बिहानको सुरुवात। हामी चाहिँ कति बजी भयो अहिले 6:12 उठेर चाहिँ हातखुट्टा सरसफाइ गर्दै यसरी हाम्रो धारा अर्ग्यानिक धारा यस्तो फेस वास गरेर चाहिँ हामी के गर्छौँ भन्दाखेरि हामी चाहिँ जङ्गल घाँसमा लगाएको हो। बिहानको सुरुवातमा झुल्के घाम पनि झुल्किएको छैन। हाम्रो सयपत्री फुललाई चाहिँ सयपत्री भन्छ। तपाईँहरूले चिन्नुहुन्छ होला सयपत्री फुललाई। यो चाहिँ 2-3 खालको हुन्छ। कोही चाहिँ अलिक ठुलो ठुलो हाइब्रिड पनि हुन्छ, मसिनो गमलामा रोप्ने पनि। तर यो चाहिँ हाम्रो लोकल हो। लोकल चाहिँ अलगो गएर फुल्छ यसरी। यो पनि धेरै कलरको हुन्छ, कुनै रातो रातो पहेँलो यस्तो कलरको हुन्छ। हाम्रो बिहान पख चाहिँ यस्तो हुन्छ। यो चाहिँ रातो तोरा बसिरहेको अवस्था हो। यता चाहिँ डाँडा काँडा यसै घाम छिर्नुलाई तयारी हुँदैछ। चाहिँ रातो घेरा हो। रातो घेरा अब सेतोमा परिणत भएपछि चाहिँ घाम झुल्किन्छ। तपाईँहरूलाई म घाम पनि झुल्केको देखाउने छु, हेर्दै जानुहोस्। यो चाहिँ रुखहरू उत्तिस यता माथि चाहिँ हाम्रो डाँडा साकेलाथान हाम्रो उँधौली पूजा गर्ने ठाउँ। अलिक राम्रो देखिएन। यहाँ माथि डाँडामा चाहिँ हाम्रो उँधौली पूजा गरिन्छ। मेला लाग्छ भव्यको साथ मङ्सिरमा। आउनु होला यहाँ मेलामा। कन्सर्ट पनि भव्य हुन्छ। यो चाहिँ हाम्रो घरदेखि माथि 20 मिनट उकालो हिँड्नुपर्छ। फाइनली घाम पनि झुल्किँदैछ। हेर्नुहोस्, देख्न सक्नुहुन्छ। हाम्रोदेखि चाहिँ मजाले घाम झुल्केको देखिन्छ। बिस्तारै अब छिर्दैछ। हेर्नुहोस्, फाइनली छिरिसक्नु आँट्यो। हाम्रोदेखि चाहिँ मजाले झुल्केको घाम चाहिँ एकदम मजाले छिर्छ। तपाईँहरूले देख्न सक्नुहुन्छ। बिचबाट घाम झुल्किँदैछ। घाम जन्मिँदैछ है, घाम जन्मिँदैछ। हाम्रो चाहिँ बिहानीको झुल्केको घामले चाहिँ मजाले घरमा भेट्छ। त्यही हो, एकदम न्यानोपन दिन्छ। मजाले अब छिरिसक्नु आँट्यो है। वाउ, यस्तो राम्रो देखिन्छ क्या। हाम्रो देश चाहिँ डोलो आकृतिमा छिरिसक्नु आँटेको छ। घाँसमा गइयो गाइज। यता चाहिँ हाम्रो खाजा झोलामा झुन्डिरहेछ। अनि यता चाहिँ नाना मेरो मम्स हाई गरिदिनु न। अलिक यता घाँसमा गएको भन्नु। बिहानको ड्युटी नै हो त नि। यी कुरा त यिनीलाई पनि थाहा भएको कुरा हो त। यो चाहिँ वाटर पानी भएर तिर्खा पनि लाग्छ। त्यही भएर पानी बोकेर हिँडिरहेको गाइज।
गाइस यो चाहिँ के भन्नुहुन्छ भने कचिया डोरी बान्ने छात बुन सबै बोकेर हिँडेको छौँ। हेर्नुहोस् त घाम पनि झुल्केर लागिसकेको छ। फाइनली घाम झुल्केर पनि मजाले न्यानो न्यानो आभास हुँदैछ है गाइस, हेर्न सक्नुहुन्छ। हामी फेरि हिजोकै ठाउँतिर जाँदैछौँ घाँस काट्न। हिजोको भन्दा 15 मिटर पर त्यो डाँडामा माथिको डाँडा देख्दै हुनुहुन्छ नि गाई छ, त्यही जाँदैछौँ है त हामी चाहिँ घाँस काट्न। तपाईँहरूलाई घाँस काटेको बोकेको सम्पूर्ण विवरण पनि देखाउन चाहन्छु, देखाउँदै जानेछु। एकछिनमा देख्न सक्नुहुन्छ है त गाइस। नाना र मम्मी चाहिँ पुरा पुगिसक्नुभयो, मलाई छोडेर 10 मिटर पर पुगिसक्नुभयो। म चाहिँ अलिक दौडिँदै म पनि जाँदैछु। गाइस हामी चाहिँ यहाँनिर खाजा खानु आँटेको हो। हामी चाहिँ यहाँ माथि आइपुग्यो घाँस काट्ने ठाउँमा बल्ल तल। यो चाहिँ हाम्रो खाजा हो, सिमली खानु। बुढा रहेछ अरे, बुढाको अब हुनेवाला होला नि। फाइनली हाम्रो चाहिँ घाँसको भारी पनि पुगिसकेको छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ नानाको भारी हो, नानाले चाहिँ भारी उठाउँदै हुनुहुन्छ। अम्लिसोको घाँस, अम्लिसोले सबै काटेर चिउरातिर नि मार्यो। आउँछ भारी नाम लगाएको चट्टसँगले बोकेर चट्टसँगले कुद्ने हो। यो चाहिँ मेरो भारी हो, मेरो भारी पनि बाँधेर चट्ट चिटिक्क पारेर राखेको छु। अब बोकेर जाने हो। यसरी बाँधेर चाहिँ बोक्नुपर्छ, 2 ठाउँ, मुनि 1 ठाउँ अनि माथि 1 ठाउँ, त्यसदेखि बिचमा नाम्लो। अब मम्मीको भारी देखाउन गइरहेको छु। मम्मी भारी लु बोकेर कुलेलाम। यो चाहिँ मम्मीको भारी। गइजाउँ न, अहिले ढिलो हुन्छ होला फेरि। मम्मीको भारी, मम्मी चाहिँ भारी पुऱ्याएर नि सबैभन्दा फर्स्टमा भारी पुऱ्याउने चाहिँ हाम्रो मम्स हुनुहुन्छ है। मम्स हजुर मै हो। भारी पुऱ्याएर पनि 1 घन्टा जस्तो भइसक्यो रेस्ट गरेको। हाम्रो चाहिँ यहाँ अहिले म चाहिँ पुऱ्याएर पसिना भएर रालसिगान भएर बसिरहेको छु। अब कति लाग्ला हौ घर पुऱ्याउनु? लाग्ला त्यस्तै आधी घन्टा ठ्याक्कै लाग्छ होला घर पुऱ्याउँदा आउँदा 1 घन्टा। गाह्रो छ गाइस हो। डान्स चाहिँ भारी बोकेर आउँदै हुनुहुन्छ। गाह्रो छ है, गाह्रो चाम्रो उकालोमा। भारी चाहिँ हेरौँ न, टन्न भारी बोकेर उकालोमा आइराख्नु भएको छ। बाटो फेरि अप्ठ्यारो छ। एकचोटि हेरिदिउँ भारी बोक्ने मान्छे। मजितो कहाँ छ? के नानी यहीँ बोक्नु नि। मजितो गाई छ। यो चाहिँ पैसाको बोट, पैसाको लहरा हो। यो पैसाको लहरा हो। यो चाहिँ बिक्री हुन्छ एकदम महँगो मूल्यमा। मैले नि एउटा भेटेको थिएँ सानो, यसरी घाँसमाथि बोक्ने हो। जाउँ न अब। मम्मी लु भारी तपाईँले उठाउन सक्नुहुन्छ कि उठाइदिनु आउनु। हजुर लु जाउँ। ठिकै भयो अरे हौ। होइन हेरौँ न, यति घाँस बोकेर ठिकै भयो भनिरहेछ। मैले चाहिँ आज टन्नै भएको छ। अब कसरी बोकिलानु भने तनाव छ क्या। यहाँ बाटो फेरि उस्तै अप्ठ्यारो। एकछिनमा यहाँ
मम्मीको उठाउनुहुन्छ कि घाँस थोरै हुनुहुन्छ हाम्रो मम्सले चाहिँ पक्रिदिनु न लु अगाडि गएर बोक्नु म समातिदिन्छु लड्नुहुन्छ है फेरि भिरको बाटो फेरि तल पुलिङ 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 गोल जस्तो पुग्नुहुन्छ र गाह्रो छ पक्रिरहेको छु त के को सोलो हो भयो चाम्रो चाम्रो भयो कि क्या हो भयो ठेलिदिनु बल गर हैसे बल गर हैसे उठ्नुहोस् उठ्नुहोस् गरौँ भयो कि क्या हो आस्ते 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 छोटो नाम्लो बनाउनु भयो कि क्या हो आउनु आउनु रहेछ हाम्रो आमा फोनको यो फोन ब्लग बनाउनेको धनी हो घाँस उहाँको नाम चाहिँ बुनु हो घरमा बोलाउने नाम चाहिँ बुनु अब भारी चाहिँ खतरा आजको दिनमा चाहिँ काट्नु भएको छ उहाँले घर चाहिँ 1 घन्टा लाग्छ यहाँदेखि पुग्नलाई लगभग 2 घन्टामा चाहिँ पुऱ्याइन्छ कि उहाँको भारी चाहिँ एकदमै ठुलो छ है गाई छ यति नै हो गाइज अब हामी घर पुग्छौँ घर पुगेर देखाउँछु म सबै डिटेल्स बल्ल बल्ल आइपुग्यो आया पसिना होइन आतुर परिरहेको हो खै छैन त अरू यो पन्जा हेरौँ न पन्जाहरू किन निकाल्नु एकछिनमा निकालिदिइहाल्छ त हौ आया दिनभरि हरकत चाहिँ भएको हो घाँसले मार घर पनि आइपुग्यो बल्ल तल्ल 1 घन्टामा उफ गाई भैँसी आनन्दले यिनीहरूलाई चाहिँ भुँडी फर्काएर बस्नुपर्छ खुवाउनुपर्छ मान्छेको यहाँनिर हेर्नु न कति धेरै मलाई पसिना आएको छ